नहेरा मलाई त्यसरी माया बस जुत्ता किनौँ भनेर आएको। यो कति रहेछ? 39। यो पनि ठिकै छ यार, रहेछ नि त 16 हेर्नु दामी छ यार। यो पनि ठिकै छ। 40 दिन 80 दुईटा 19 आउनु त हो 80-90 किनौँ भने किनेपछि ल शीतली नहेरा मलाई त्यसरी माया बस्दा है बेसरी भुलाऊ भन्छौ आज तिमी तर भुलाउनु कसरी माया। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल, न्यू एपिसोड न्यू ब्लग। होप सो तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म जाँदै बाटैदेखि ब्लग स्टार्ट गरेँ। हेर्नु सक्नुहुन्छ हजुरहरूले बाटोको सिन भ्यू। चाहिँ हामी सपिङको लागि जाँदै हो। हामी बस्ने ठाउँबाट चाहिँ लगभग 10-15 मिनटको बाटो हो। हामी जाँदैछौँ। तपाईँहरूलाई देखाउनु मिल्ने जति सम्पूर्ण देखाउने कोसिस गर्नेछु। हाम्रो भेना दाई सम्झे साथी सबैजना छौँ। हामी हेर्दै जानेछौँ के किन्ने भन्ने कुरा। आज नर्मल सपिङहरू गर्दैछौँ। अस्ति नै हामी अर्कै ठाउँमा एक ठाउँमा छिरेको थियो नि, यस्तै ठाउँमा आयो सम्झे। त्यो पुमा यही होइन, यसमा पनि छिर्यो होइन, तर अर्को ठाउँमा पनि छिरेको थियो एकचोटि। फोर्थ प्लाजै हो, तर अर्को ठाउँमा पनि छिरेको थियो कि हामी। राम्रो त राम्रो छ। नहेरा मलाई त्यसरी माया जुत्ता किनौँ भनेर आएको। जुत्ता किन्न लाग्यो गाए हामी पनि हेर्दैछौँ। म त त्यो पुमाको हेर्ने भएन। कता एउटा यहीँ सोरुम, अस्ति त सोरुममै देखाएको थियो कि मैले। च्याम्पियन पनि छ पुमाको। तपाईँ लिने भनेन? ए त नकिन्नु भने यस्तो त प्रायःले अस्ति एकपट्टि थियो कि पुमाको, त्यहाँ दामी देखेको थियो। भयो भण्डारी भयो कहाँ भेट्नु? ठाउँमा हेर्नु। यो कति रहेछ? 39। यो पनि ठिकै छ यार, रहेछ नि त 16 हेर्नु दामी छ यार। यो पनि ठिकै छ है, यो पनि ठिकै छ जुत्ता त। घरमै अस्ति लगाएको भनेर अलिक नयाँ लगाउँ कि भन्यो नि है। 40 दिन 80 दुईटा 19 आउनु त हो 80-90 किनौँ भने किनेपछि फेरि दुईटै 19 किन्नु के हुन्छ सम्झियो? तपाईँलाई कस्तो मनपर्छ है? यसो हेर्दा यो लाग्छ है। मलाई स्पोर्टै दामी लाग्छ, दामी छ नि त केटाहरूलाई मन परेन रे। ल शीतली नहेरा मलाई त्यसरी माया बस्दा है बेसरी भुलाऊ भन्छौ आज तिमी तर भुलाउनु कसरी माया। कहाँ पाउँछ एयरपोर्ट? ए भित्र पाउँछ नि है, यो भित्र कहाँ?
हाम्रो भेना सन्धै हिँड्दै हुनुहुन्छ। म त यता हिँडिरहेको छु यसो दामी टाढामा। जुत्ता हेर होइन त भेना सपिङ हान्ने हो नि त हामी होइन। यो त पसल छ र भन्ने भेना भण्डारीले यतै देखेको हुन्छ। त्यही हो यता त छैन हौ। फर्क्यो साइलो छ नि त यार। एयरफोनहरू त उयाँतिरै भेना उयो लाइनमा छ त। के को रहेछ हेर्नु त भेना अलिक जेबिएलै हो त। जेबिएलै हो। योभन्दा अलिक राम्रै हुन्छ नि 25। यो त 100 को 1999 नम्बर पो रहेछ त है। 29 रुपियाँ रहेछ होइन। क्यु लाइभ पनि रहेछ यो पनि राम्रै हुन्छ। राम्रै हुन्छ 19 रुपियाँको होइन। यो 29 को रहेछ। यो ओप्पोको 25 हेरिदिनु निकाल्नु मिल्छ त भन्नु पर्यो त भन्नु न। र पनि 25-30 को अर्को पनि हेरौँ एउटा राम्रो। क्यु लाइभको यो पनि छ 19 होइन राम्रै लग्यो। सेल रहेछ यो। त्यो पनि सेल त्यो चाहिँ सेल लाग्यो यो चाहिँ सेल लाग्यो। यो पनि सेल 24 को 20 मा रहेछ होइन। होइन उ त्यो लगाइदिनु दाइलाई 30 कै 29 रुपियाँ 59 पैसा दाइ। ल है हामी पैसा तिर्नु हिँड्यो। जुत्ता उता हेर्नु जाने भएन। ठिकै छ है। पुमा यहाँ देखाउनु यहाँ पुमा ट्राई गर्नु पऱ्यो। कता बसेर गर्ने हो उता रहेछ। ट्राई गर्छु भन्दाखेरि हुन्छ जस्तो लाग्यो मलाई। यो खुट्टा सानो छ कि है। यहाँ सानो छ यहाँ। हुन्छ यार कालो छैन पनि जुत्ता किनेको अहिलेसम्म। हिसाब त हामी आफ्नो खर्च नेपाली कति पऱ्यो। 14,000 पायो। हुन्छ यसलाई दामी दामी छ नि त। ल भेना यसलाई निकाल्नु भन्ने नि त नयाँ कति पऱ्यो भेना। हाम तुम नागला फुम पुमा गयो किन्नु लाग्यो खास। कस्तो सुहाउँछ सुहाउँदैन थाहा छैन। दामी लाग्यो त्यसैले किन्नु लागेको मैले चाहिँ। तपाईँले कन्भर्सहरू लाउँछ लाउँदैन भेना कन्भर्स। तपाईँले के जिममा जानुलाई हो यो ड्युटीमा। जिमलाई त यस्तो हुँदैन। जिमलाई त स्पोर्टै चाहिन्छ होइन। जिमको लागि हुने कि स्पोर्ट चाहिन्छ भने कि कामको लागि हुन्छ। कहाँ त मान्छे आउँदैन यार। जुत्ता एउटा बोकेर हातमा बोक्दै हिँड्दै मात्र हो। ऊ त्यहाँबाट होइन यो हुँदैन कि भएन न्यू निकाल भन्नुपर्छ। यो त हल्का ड्यामेज छ कि। कति नम्बर हो? खोइ नम्बर थाहा छैन यार। हेर्नु त ए त्यसलाई यहाँ भन्नु न 39 हो। ल आयो गाइज पुमै हो नि लाने भयो। ठिक छ नि भेना ठिक त ठिक हुन्छ नि भेना साँच्ची हो नि। 38 हो हेर्नु त ल तपाईँले 38 को हेर्नु तपाईँ त I think I have one. Essa, então essa que está exposta. Exatamente. हो Podes comentar? Obrigado. Nada. ल किन्यो है ल भण्डारी पैसा तिर्नु पऱ्यो।
ब्यागमा हालेर लाने के चाहियो त्यहाँ त खिच्नु